कहाँ हुने हो हाम्रो कथाको सुरुवात यो अन्त्य कहाँ हुने हो पीडै पीडामा जलिरहने आँसुको यो कथा हो कहिले पनि निको नहुने घाउको यो व्यथा हो टुटी जाने सपनाहरूको अधुरो यो कथा भाउजू ए भाउजू कुखुरा छ ल आउनु त एउटा ठुलो चाहिँ हेर्नु त भाउजू मालेया छ लो भाउजू 1 2 3 नयाँ नयाँ 1500 यो तपाईलाई लो नानीलाई पनि यो नयाँ 100 चकलेट खानु है लो बाले मलाई लु त भाउजू यहाँ खुट्टामा समातेर ओहो केटाहरू के लिएर आयो साइला देखेन हौ भाले लिएर आएको के सार हो आजभोलि के सोध्नु पो हुँदैन त किन सोध्नु पर्यो त भाले लिएर आएको देखिरहेको छौ के लिएर आएको रे के खानु दिन्छ कि भनेर सोधेको हौ चाहिएन हो तिम्रो भाले बिचारालाई कहिले खानु दिन्छ र खाउँ जस्तो भइरहेको होला आफै किनेर खान्छौ खानु मन लु भो गफ नगरौँ
ल मेरो बडा चिराङले लगाउँ है बोट 10 रुपियाँ होइन नेताहरूलाई गोक्यो मैले के साह्रो हगेको यो चिराङेको भित्रै कुइसकेछ खेल्दिनँ म जब तास आउने बेला पादेर तास पनि उडाउनु भयो खेल्दिनँ म साथीहरूलाई मन पराएन भन है फिर्ता गरिदिन्छु ल भाइ खेला बोट लगाइदिइराखेको छ मेरो अलि ढिलो छ है कसरी बोट हौ साथी हो 10 रुपियाँ बोट हो खेल्ने नाथे 10 रुपियाँ बोट पनि के खेल्नु हौ अहिलेको जमानामा कति 100 रुपियाँ बोट खेल्छौ त 100-150 मा त आँखै लाग्नु छोड हौ अहिले त ओइ डिगबिर एउटा सिङ्का खोज बिहान खसीको मासु खाएको थिएँ दाँतामा अड्केर हैरानै भयो ओइ के भन्छौ यो मान्छे एउटा सिङ्का खोज्न भनेको तिम्रो सिङ्का खोजी हिँड्ने मान्छे हो म बिहान खसीको मासु खाएको रहेछौ त ए सबैले सुने त भयो अब जाउँ न अनि अब ए भ डिगबिर लु चुप लाग यही भाइले फेरि देखाउन आएको यहाँ होइन हौ तासै खेल्नु आएको हो के न्यौपाने भाइले चाहिँ कहाँबाट ल्याऊ किन तेरो हो र विवानदेखि लिएको ठुलो कुरा गर्दो रहेछ अनि बिवानबाट लिएको अनि बिवानबाट सर जानु नि घर नजिक पर्छ यता किन डुली हिँडेको म जासुकै बाटो हिँड्नु तँलाई के भयो ठुलो कुरा गर्दो रहेछ त्यही भाइले देखाउन आएको नि बाहुन यो न्यौपाने त पहिला त यस्तो थिएन आजभोलि के साह्रो पैसा चढेछ नि त्यही त 1 2 3 4 5 6 7 8 9 10 पैसामा थुक लगाउनु हुँदैन 11 12 13 14 15 16 17 18 हाम्रो घरमा लक्ष्मीको आगमन वारवार्ती भइरहेछ ला यो जतनले राख बुढी तिमी राख न
अब त मासु पाकेन यहाँ आफूलाई कस्तो मासु खान मन लागिसक्यो छिटो पका होइन कस्तो कुरा गर्नुभएको हिजो मात्रै लोकल भाले खाएको होइन अन्त मलाई त नि दिदी खोइ के भएको खालि मासु मात्रै खान मन लाग्छ सागपातमा त मनै जानु छोडिसक्यो अस्ति ब्रोइलर खाएको हिजो मात्रै लोकल भाले खाएको साँच्ची त्यो भाले कति केजीको थियो रे बुढी त्यही 2 केजीको मात्रै नि ठुलो पाएन आफूलाई चिकन लेग पिस खाने कत्रो मन थियो मोरी चिकन लेग पिक होइन क्या चिकन लेस पिक भन्न त्यही भाले सानो भएर भुट्टा र झोल मात्र पुग्यो साँच्ची के कामले पो आउनु भएको थियो दिदी के भन्न खोज्दै हुनुहुन्थ्यो आउन त यतै आएको घरमा नानी पनि बिरामी छ म पनि रुगा मार्की लागेर बिरामी छु नानीलाई औषधि गर्नु पर्यो भनेको घरमा चामल पनि छैन अस्तिको दिनै सकिएको किन्ने पैसा पनि छैन साइला चामल किन्नु पर्यो भनेको अलिकति पैसा सपाटिदेऊ न अनि ब्याज चाहिँ कति पो दिन्छौ दिदी ब्याज त दिनु सक्दिनँ होला साइला साउची 1 महिनाभित्रै दिइहाल्छु लु आमा 1 महिना त्यो पनि बिना ब्याज लु सकिएन दिदी सकिएन के भन्छस् है बुढी पैसा जस्तो कुरो दिदी रिसाए नि माफ पाऊ है दिदी के लेखिदियो भावीले भोग्नै पर्यो नि भाग्य फिर्न मिल्ने भए स्पेशल तिम्रो लागि भएर चाहिँ मैले सोनाम दाई भुटानदेखि मगाएको छु कहाँ चाहिँ अरे आजभोलि केटाहरू के भएको उम्रिँदाकै 3 पाते दिउँसै पो रक्सी धुकिरहेको रहेछ अझ त्यो नितेश बाहुनको छोरा भएर के भएको होला साँच्ची त्यो नितेशको बाउआमाले पैसा हरायो भन्दै थियो कतै त्यो पैसा त रक्सी खाएको होइन साथी हाम्रो जिन्दगी केही छैन कुर्बिलाडुको हाम्रो जिन्दगी केही छैन हामी त जिउनको नाममा जिउँदो लास जस्तो लास जो खोलामा बगिरहेको त्यो लासले त सोच्नु त समुद्रै पुग्छु हुन सक्छ खोलाले किनार लगाइदिन्छ त्यो त्यहीँ कुहिन्छ सर्छ साना ठुला माछालाई टोक्छ खान्छ त्यो त्यहीँ खोलामै बिलाइदिन्छ त्यसको सपनाहरू सबै हावाले उडाइन्छ हाम्रो शरणार्थी जीवन त्यस्तै छ हाम्रो सपनाहरू पनि सबै हावाले लासहरूको नाममा एक प्याक हान्ने लासहरूको नाममा
यता हो यता हो यता यता हो यता हो यता हो ओए आमा चाहिँ आज बुधबार म एउटा दुनो गाई किनेर ल्याउँछु। अब बुढाबुढी दुध खाएर बस्नु पर्यो नि यहाँ। पैसा छ हामीसँग। घाँस चाहिँ कसले काट्छ नि? त्यसको चिन्ता नगर, म छँदैछु नि। ए भगवान, यहाँको पैसा कसले लग्यो नि? ए आमा चाहिँ यहाँको पैसा गयो। गाई ल्याएर दुध खाउला भनेको त्यो पैसा आयो। यही त राखेको थियो। कसले लग्यो नि? कुन चाहिँ औषधिले लग्यो? ला बर्बादै भयो, मेरो त चोरी भयो नि झुम्की दिदी। महिना मेरो घर त चोरी भयो। कसको काम होला नि भगवान यो?